सारा नेपाली जनताको हृदयमा ईश्वरले बास गरिदिनु भयो, दाइना भइदिनु भयो। पुरानो चाहिँ जुन चाहिँ नि नेताहरूले चाहिँ नि गरेको कुकर्तव्यको कारणले उनीहरूले जे रोपे त्यही पाएको हो। यिनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर अहिले जति पनि हाम्रो युवा युवती चाहिँ विदेश पलायन भएछ उहाँहरूले झिकाएर चाहिँ नि हाम्रो देशमै चाहिँ उद्योग धन्दा गरेर पहिलादेखि हामीले पुरानो दलका पार्टीहरूलाई नि चुनावमा जिताइरहेकै हुन्। सधैँ अब नेताहरूले जनतालाई मूर्ख बनाइरहेको थिए, झुक्याइरहेको थिए। यसपालि चाहिँ अब जनता त्यसरी मूर्ख बन्न चाहँदैनन्। एकदम बालेन शाह नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्छ। बालेन्द्र शाह क्लिन स्विप अरूलाई हुने गरी सबैको जमानत जफत हुने गरी नै घन्टी बज्यो। देश बनाउने नि घन्टीले हो। बालेन्द्र शाह किन बन्नु पर्यो भनेदेखि उहाँसँग भिजन छ, इन्जिनियर मान्छे हो। 8 क्लास फेल, 2टा किडनी फेल, नेपाललाई फेलियर बनाएर अहिलेसम्म त जनताले होइन पत्याएकै थियो नि त। भगवानले बास गरिदिनु भयो। सारा नेपाली जनताको हृदयमा ईश्वरले बास गरिदिनु भयो, दाइना भइदिनु भयो। देशैभरि घन्टीको चिज भयो। गाउँ अनि सहर घन्टीको लहर। मेरो परिचय चाहिँ नि ललितपुर महानगर 19 वडाको 3 नम्बर क्षेत्रकै हुनुहुन्छ। 3 नम्बर क्षेत्रकै हो म। 3 नम्बर डाक्टर तोसीमाले लिड गर्दै हुनुहुन्छ। कस्तो अनुभव, कस्तो लागिरहेछ तपाईँलाई? मलाई एकदम खुसी लागिरहेछ। किन खुसी लागिरहेछ भनेदेखि नि जति पनि पुरानो चाहिँ जुन चाहिँ नि नेताहरूले चाहिँ नि गरेको कुकर्तव्यको कारणले उनीहरूले जे रोपे त्यही पाएको हो। राम्रो रोपेको भएदेखि राम्रै फल पाउँथ्यो। यिनीहरूले नराम्रो रोपेको हुनाले त्यो नराम्रै फल पाएको हो। किन तपाईँहरू जस्ता जनजाति भाइहरूको चाहिँ नि त्यसै 48 घन्टामा देशको नि परिवर्तन भयो। कुनै देशमा छ यस्तो भएको? धेरै पटक मैले चाहिँ नि उ गरिसकेको छु, मैले भोट हालिसकेको छु। यस्तो केही पनि देखेको छ किन भन्दाखेरि धेरै मान्छेको चाहिँ आत्मा रोयो, जल्यो। आज यो देशको चाहिँ युवा युवती जति परे पनि आज विदेश पलायन हुनुपर्ने कारण किन? राजा महेन्द्र सरकारले चाहिँ त्यत्रो चाहिँ नि कल कारखानाहरू उद्योगहरू खोलेको थियो। त्यतिखेर चाहिँ नि हरेक जनताले काम पाइरहेको छ, माम पाइरहेको छ भन्दाखेरि यिनीहरूले चाहिँ नि कोठा कोठामा चाहिँ नि पैसा चाहिँ नि राखेर त्यो पैसा युटिलाइज गरेको भए आज नेपाली जनता बाहिर जानु पर्थ्यो। राजसभाले छानबिन गर्छ त्यो पैसाको, जलेको पैसाको। राजसभाको सरकार बनिसके पश्चात जलेको पैसाको छानबिन गर्छ राजसभा सरकारले। हाम्रो माग अनुसार चाहिँ हुनुपर्छ। तिनीहरूको सम्पत्ति चाहिँ नि राष्ट्रियकरण हुनैपर्छ। यिनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर अहिले जति पनि हाम्रो युवा युवती चाहिँ विदेश पलायन भएछ उहाँहरूले झिकाएर चाहिँ नि हाम्रो देशमै चाहिँ उद्योग धन्दा गरेर आफ्नै देशमा चाहिँ नि रोजगार दिनुपर्छ। सम्भव छ त देशमै उद्योग धन्दा खोल्न? उहाँहरूको चाहिँ नि भिजन हेर्दाखेरि त जहाँसम्म लाग्छ मलाई सम्भव छ जस्तो लाग्छ है। त्यसमा चाहिँ त्यस्तै चाहिँ नि तत्त्व पस्यो भनेदेखि चाहिँ उहाँहरू चाहिँ उ भयो भने उहाँहरूको कार्यकालमा पनि यो जन्जी होइन अर्को ठुलै जन्जी होइन जेन्जी हुन्छ सकेन भने चाहिँ योभन्दा ठुलो जेन्जी हुन्छ है। जेन्जी मात्रै होइन, अब वृद्धहरू पनि वृद्ध लगायत जेन्जीहरू साथ लिएर हामी चाहिँ सबै उठ्छौँ है। किनभनेदेखि मलाई जहाँसम्म लाग्छ यिनीहरूले चाहिँ जुन चाहिँ वचन दिएको अनुसारले रविलाई चाहिँ कति यातना दियो, दुःख दियो, नाजायज तरिकाले दियो नि त। अनि यिनीहरूको घर घरमा त्यत्रो चाहिँ नि पैसा चाहिँ जल्यो। यो तपाईँको पत्रकार भाइहरूले चाहिँ त्यो फेक गरेको हो। सबैको आँखामा चाहिँ ठुलो छापेको होइन। यो त साह्रै नराम्रो कुरा भयो। हेर्नुहोस् उहाँहरू चाहिँ नि उहाँहरूले जे गरिराखेर पनि सक्षम, अरूले गर्दाखेरि अक्षम। तपाईँको एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत त्यो एआई हो भनिदिनु भयो। उहाँले भन्नुभएको एआई भनेको थियो। एआई नै हो त? विश्वास छैन कसरी एआई हुन्छ? सारा संसारको तपाईँहरू चाहिँ नि त्यही ठाउँमा पुगेर तपाईँहरूले हेर्नुभएको होइन? सारा जनताको आँखामा ठुलो छाप्ने त्यत्रो पैसा कहाँबाट आयो? त्यो पैसा आज हाम्रो देशमा चाहिँ नि उद्योग गरेको भए हाम्रो युवा युवती हाम्रो भाइ बहिनीहरू चाहिँ विदेश जानु पर्थ्यो। विदेश जानु पर्थ्यो। किनभनेदेखि आज यिनीहरूले चाहिँ जुन रोपिएको कुरा त्यसको फल, त्यसको परिफल पाएको थियो। कहिले के मात्रै भन्यो ल भन्नुहोस्, इज्जत छ। जो मान्छेसित शरम छैन त्यसको धर्म हुँदैन अरे। शरमै छैन यिनीहरूलाई। हेर्नुहोस् शेरबहादुर देउलाई त्यस्तो चाहिँ नि लखाटी आरजी देउलाई यत्रो चाहिँ नि झापु हिर्काएको होइन? त्यो पनि पिटेको होइन? त्यो पनि पिटाइ खाएको होइन?
शरम नभएको मान्छेको धर्म हुँदैन के। त्यसकारण उनीहरूले जे पनि बोल्छ लाचार भएको नेताहरू, यिनीहरूले देशको लागि होइन आफ्नो लागि मात्रै आएको व्यक्तिहरू उनीहरू। त्यसकारण जहाँसम्म लाग्छ मलाई अहिले आउने युवाहरूलाई चाहिँ नि देश चलाउनु पर्छ, युवाहरूले चान्स दिनुपर्छ। किनभने अहिले जति पनि आएको मान्छे मैले सुनिरहेको छु भिजन भएकै आइरहेको छ है, तर कसैले पनि बेमान चाहिँ नगरोस् होइन। यो केपी शेरबहादुर प्रचण्डले जस्तै चाहिँ नि बेमान गऱ्यो भने कि नि अब युवा मात्रै होइन जेन्जी मात्रै होइन वृद्ध जेन्जी पनि उठ्छ है, वृद्ध पनि उठ्छ। अब राजसभाको सरकार बन्ने पक्का? अहिलेसम्मको हेर्दाखेरि जहाँसम्म लाग्छ मलाई पक्कै जस्तो लाग्छ, पक्कै जस्तो लाग्छ है। अब देश बन्ने भयो? बन्नुपर्छ। अमेरिका गएर बनाउने, कुनै राष्ट्रमा गएर बनाउने, आफ्नो देश आफ्नै ठाउँमा बनाऊ न होइन। आफ्नै देशमा आफ्नो कति भिजन भएको युवा युवती आज काम रोजगार नपाएर विदेश गएर चाहिँ होइन, हरेक चाहिँ आफ्नो चाहिँ घर खेत बन्द राखेर कोही चाहिँ लास भएर आइरहेको छ होइन। जति पनि यहाँ परेर चाहिँ हात पग पारेर बसिरहेछ। 23 गतेको घटनालाई जस्तै राजसभा सरकारले कसरी छानबिन गर्छ? अब जुन युवाहरूमाथि गोली चल्यो यो विषयमा राजसभा सरकार कसरी एक्सन लिन्छ, कसरी छानबिन गर्छ? यसलाई अब चाहिँ नि जुन चाहिँ नि गिरोहबाट होइन उहाँहरूले चाहिँ एउटा टिम बनाएर छ नि, टिम बनाएर कसरी लानुहुन्छ, यो भ्रष्टाचारलाई कसरी कारवाही गर्ने, भ्रष्टाचारको सम्पत्तिले चाहिँ कसरी चाहिँ राष्ट्रियकरण गर्ने भन्ने कुरामा उहाँहरूले यसमा चाहिँ टिम बनाउनु पर्छ। हेर्नुहोस् त्यो टिम गरेर राम्रो ड्राइभिङ गऱ्यो भनेदेखि दुर्घटना हुँदैन, राम्रो ड्राइभ गर्नु सकेन भने दुर्घटना हुन्छ है। यिनीहरूले दुर्घटना गर्ने किन गरे? यिनीहरू आफूले मात्रै ड्राइभ गरे के, देश र जनताको लागि ड्राइभ गरेको होइन यिनीहरूले, त्यही भएर दुर्घटना भएको है। हस् धन्यवाद है। तपाईँको परिचय? मेरो मनिल प्रधान, घरको म यहीँ ललितपुरको वडा 14 भनेपछि यही ललित 3 नम्बरको 3 नम्बर क्षेत्र। 3 नम्बरबाट योभन्दा अगाडि नै निर्वाचित हुनुभयो, अहिले नै सम्भवतः निर्वाचित हुनुहुन्छ। अहिले जुन राजसभाको यो जुन लहर चलेको छ देशभरि कसरी हेर्नु भएको? अब यसलाई भन्नाले अब पहिल्यैदेखि हामीले पुरानो दलका पार्टीहरूलाई नि चुनावमा जिताइरहेकै हुन्। अब त्यसमा अब हामीले केही गर्ला नि भनेर जिताएको हो, तर अब नगरेपछि अब नयाँ पार्टी अब राजसभालाई त्यही माथि अब हाम्रो वरिष्ठ नेता हुनुहुन्छ बालेन दाई हुनुहुन्छ होइन, उहाँले केही गर्नु होला, तोसीमा दिदीहरूले पनि केही गरिराख्नु भएको छ अहिलेसम्म गरिराख्नु भएको। त्यो जितेर एकैचोटि हुन्छ भन्ने पनि छैन, बिस्तारै त्यसलाई टाइम लाग्छ। त्यसले गर्दा चाहिँ यसपालि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै एकचोटि विजय गराएर हेरौँ भनेर चाहिँ अब देशभरिकै जुन लहर छ अहिले देश घन्टीमय भनेर आइराखेको छ, यसलाई चाहिँ कसरी हेर्नु? यसलाई अब मैले भन्दा त्यही हो, सबै जनताले चाहिँ अब सधैँ अब नेताहरूले जनतालाई मूर्ख बनाइरहेको थिए, झुक्याइरहेको थिए। यसपालि चाहिँ अब जनता त्यसरी मूर्ख बन्न चाहँदैनन्, जनतालाई झुक्याइराखेको हो नेताहरूले। सबै हरेक कुरामा जनतालाई पैसा बाँडेर गरेर झुक्याएर होइन। अब जनता चाहिँ अब सचेत भइसक्यो। अब यसपालि चाहिँदेखि चाहिँ मूर्ख नबनेर चाहिँ यसपालि चाहिँ अब सबै ठाउँमै चेन्ज खोजेकैले गर्दा चाहिँ। भन्दा अगाडि कुनै पार्टीप्रति आस्था थियो तपाईँको? म पहिला राप्रपा नेपाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको चाहिँ जिल्ला अध्यक्ष चाहिँ ललितपुरको, अहिले चाहिँ अब स्वतन्त्रै छु। अहिले भन्दा नि योभन्दा अगाडि नै डाक्टर कोसिमालाई भोट हाल्नु भएको थियो कि अहिले? मैले पहिला नि उहाँलाई नै हालेको, यसपालि उहाँलाई नै हालेको। भनेपछि अबको प्रधानमन्त्री बालेन दाई कन्फर्म। के अपेक्षा राख्नु भएको छ त? अब राजसभा सरकारमा गइसके पश्चात के अपेक्षा राख्नु भएको छ? जस्तै कोसिमालाई जिताउनु भएको छ, हजुर त्यही हिसाबले के अपेक्षा होइन। अब अपेक्षा भन्दा पनि उहाँको कामहरू अब धेरै राम्रो छ। अब हुने बित्तिकै जित्ने बित्तिकै उहाँले गर्नुहुन्छ भनेर बिस्तारै गर्नुहुन्छ उहाँले होइन। अपेक्षा भन्दा नि धेरै कुराहरू अपेक्षा छ अब उहाँसँग, सबै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै कुरा अपेक्षा छ। बिस्तारै मिल्दै जान्छ उहाँले गर्नुहुन्छ भन्ने आशा छ। पुराना दलहरूलाई कसरी सम्झिनुहुन्छ? पुराना दल भन्दा नि विशेष गरी पुराना नेताहरू? म सम्झिनै चाहदिनँ पुरानो नेतालाई, सम्झिनै चाहदिनँ। भने अब राजसभाले बहुमत हो कि दुईटै? अब अहिलेसम्म बहुमतमै पक्का छौँ, सक्दो 2/3। हाम्रो अब यसो अपडेटहरू हेर्दा चाहिँ 2/3 सक्दो आउँछ भन्ने आशा छ हामीलाई। एकदम बालेन शाह नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्छ, बालेन्द्र शाह। अब त्यो हामीले पहिला नै उहाँलाई अघि नै सारेको हो, राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई प्रधानमन्त्रीको रूपमा अघि सारेरै हामी चुनावमा गएका थियौँ। देशभर घन्टी बज्यो एकदम बज्यो। क्लिन स्विप अरूलाई हुने गरी सबैको जमानत जफत हुने गरी नै घन्टी बज्यो। अब यो घन्टीको हुइमले देश नै परिवर्तन होला कि जस्तो भएको छ।
अब के छ हजुर विश्वस्त हुनुहुन्छ देश बन्छ भनेर? एकदम हामी विश्वस्त छौँ। अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले अब अहिले उहाँहरूको भिजन अनुसारले एकदम अब सकेसम्मको उहाँहरूले आफूले सकेसम्मको गर्नुहुनेछ र स्थायी सरकार भएपछि त्यसै पनि बन्नेछ र हाम्रो स्थायी सरकार बन्नेछ। 2/3को बहुमतका साथ सरकार बन्ने आशामा छौँ हामी। भनेपछि खुसी हुनुहुन्छ? एकदम खुसी छौँ। नेपाली यो चाहिँ हामी राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै जित होइन, यो नेपाली जनता सबैको जित हो। हामी जनताले सुशासन चाहेको हो है। हामीले अरू कुनै नेपाली जनताहरू कसैले पनि नागरिकहरूले हामीलाई दाल भात दिनुहोस् कसैले पनि भन्नुभएको छैन। उहाँहरूले सबै देश विदेशमा परिश्रम गरेर आफ्नो हात पाखुरा नङ्ग्रा खियाएर खाइराख्नु भएछ। कसैले पनि केही अरू कुराको लोभ लालच छैन। अहिले हामीले चाहेको जनताले नेपाली नागरिकहरूले चाहेको भनेको सुशासन भ्रष्टाचार मुक्त देश हो। त्यो सपना पुरा हुनेछ अब। त्यसैले अब प्रधानमन्त्री बालेन शाह। हजुर एकदमै प्रधानमन्त्री एकजनाले मात्रै त हुन सक्ने भएन। यसमा सम्पूर्ण नेपाली जनताको पनि साथ हुनेछ। त्यसमा अब हाम्रो कुनै पनि नयाँ नीति नियम ल्याउनलाई, त्यसमा विधेयकहरू बनाउनलाई अथवा सबै संसदमा पनि त्यसमा राम्रो वर्चस्व हुनेछ र सबैजना विज्ञ मान्छेहरू हुनुहुन्छ। डक्टर इन्जिनियरहरूको टिम छ, जेएनजीहरूको टिम छ। सबै किसिमको मुद्दाहरूलाई यसमा सम्बोधन गरेर लानुहुनेछ भन्ने हामीले पनि आशा गरेका छौँ। नेपाली जनताले चाहेको पनि त्यही नै हो। दाइ नमस्कार। अबको प्रधानमन्त्रीको बालेन शाह। बालेन शाह नै किन रोजिरहेका छन् बालेन शाह? उहाँले काम गर्नुहुन्छ नि त। उहाँले काम गरेको छ। त्यत्रो मेयर हुँदाखेरि त्यत्रो काम गर्नुभयो 3 वर्षको अवधिमा। बालेन शाहले धेरै काम गर्नुहुन्छ। ललितपुर क्षेत्र नम्बर 2बाट कसले जित्दैछ? अहिलेसम्म त अब जगदीश खरेलले जित्ने, अहिले त माथि हुनुहुन्छ होइन। अब अहिले उहाँले जित्नुहुन्छ। जगदीश खरेलले जित्नुहुन्छ? एकदमै जित्नुहुन्छ। क्षेत्र नम्बर 3मा चाहिँ तोसीमा कार्कीले जित्नु भयो। तोसीमा कार्कीले नै किन जित्नु पर्यो? उहाँ राम्रो हुनुहुन्छ, राम्रो काम गर्नुहुन्छ। उहाँले काम गर्न दिएनन् नेताहरूले। अलिक के गर्ने त? त्यसैले तोसीमा कार्की। तोसीमा कार्की। घन्टी बज्यो देशमा। बज्यो। जनताले चुपचाप घन्टी छाप हाले। खुसी हुनुहुन्छ? धेरै खुसी छु म त। के भन्नुहुन्छ त अब नेपाली जनतालाई? घन्टीले देश बनाउँछ भनेर विश्वास त हुनुहुन्छ? छ विश्वास किन नहुनु? विश्वास छ नि। देश बनाउने नि घन्टीले हो। घन्टीले अब यिनीहरूलाई चाहिँ हामीले हेरेनौँ त। तपाईँको 35 वर्षसम्म के गर्यो? 35 वर्षमा केही गर्न सकेन। खालि लुटेर मात्रै खाइरहे नि। अब गठबन्धन गरेर नि के अरे उसको मान्छे उसले हाल्ने, उसको मान्छे उसले तान्ने गरेर भएन क्या। यो घन्टी त आउनै पर्ने भयो। घन्टी दबाउनै पर्ने भएर घन्टी दबाउनु तपाईँ। दाइ नमस्कार। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु। चुनाव सम्पन्न गर्नुभयो? हजुर सम्पन्न गरेको। कतिको खुसी लागिरहेछ? खुसी छु, एकदम खुसी। अबको प्रधानमन्त्री को बन्दैछ? बालेन्द्र शाह। बालेन शाह नै किन? बालेन्द्र शाह किन बन्नु पर्यो भनेदेखि उहाँसँग भिजन छ, इन्जिनियर मान्छे हो र रह्यो कुरा युवा हो के। अब भिजन जोसँग छ होइन, जोसँग तपाईँको अब नलेज छ त्यसैले देश हाँक्ने हो कि। एउटा लाइसेन्स अब गाडी चलाउनको लागि तपाईँलाई जुन छ नि होइन, मान्छेले ट्रायल दिएर त्यसलाई लिखित मौखिक सबै दिएर पास गरेपछि एउटा ड्राइभर होइन ड्राइभिङ लाइसेन्स पाउँछ। अनि देश हाँक्नको लागि कम्तीमा भिजनरी भएको मान्छे होइन, योग्य मान्छे चाहियो नि त। त्यो भनेको हाम्रो बालेनजीसँग छ के। बालेन शाह कि केपी ओली? बालेन शाह नि। किन केपी ओलीलाई किन होइन सुन्नु न, 8 क्लास फेल, 2टा किडनी फेल, नेपाललाई फेलियर बनाएर अहिलेसम्म त जनताले होइन पत्याएकै थियो नि त होइन। अहिलेसम्म जनता मानेकै थियो नि त। अब भदौ 23-24को त हेर्नु भयो नि त। अहङ्कारी र घमण्ड होइन, कसैको रावणको त रहिएन मान्छे। तपाईँ हामी त मान्छे हो के। जनताले जसले मत दियो उसको त कम्तीमा सम्मान गर्नुपर्छ नि त। यो जनमतको कदर नगर्नको परिणाम हो कि। जनमत पनि होइन, कहीँबाट यहाँ जनता आएको पनि होइन। हामीले कहीँबाट यो के अरे इम्पोर्ट गरेर ल्याएको होइन कि। यहीँको मान्छेहरू हुनुहुन्छ। यो जनमतको कदर नगर्दाको अवस्था होइन, खुवायो न केही होइन। यो सबै जुन छ नि जनता जुन छ नि होइन जाँदर हो कि। जनतालाई हामी सिरोधारो गरेर जुन छ नि होइन, अब हामी काम गर्ने हो कि। पहिला पनि गरेकै थिए, यिनीहरू गर्न दिएन, हात खुट्टा सबै बाँधियो, मुखमा टेप लगाइदियो। अब चाहिँ होइन पनि फेरि रासोपा सरकारमा ल्याउने भनेर आम जनताले रासोपालाई सरकारमा ल्याइदियो।
फेरि पनि त्यही प्रवृत्ति दोहोरिने हो कि अब प्रविधि दोहोरिँदैन पहिला त टेर्दैन। एकै सिट थियो नि त। पहिला हाम्रो एकै सिट थियो, एकै सिट अब हाम्रो opposition बहुमतको थियो नि सरकार त। बन्छ होइन। अब उनीहरूको दाल गल्दैन होइन। हामी जनताको होइन, जनताको आधारमा जुन जनताको म्यान्डेट छ, जुन जनताले मत दिएर पठाउँछ होइन, त्यो आधारमा हामीले काम गर्ने हो। हजुर काठमाडौँ बसेको कति भइसक्यो? हामी 35 साल भइसक्यो। हामी यहीँ बसे यहीँ। 35 वर्षमा बालेन शाह आउँदा र नआउँदा के फरक पाउनुभयो काठमाडौँमा? हामी जब पढि नै रहेको थिएँ स्कुल कलेज पढ्दाखेरिको होइन, ती हाम्रो बाउ बाजेले हालेको मान्छे नै अहिलेसम्म प्रधानमन्त्री बन्दै आइरहेको थियो। हामी पनि अब अहिले जुन छ नि तपाईँको यतिको उमेरसम्म आएर मेरो बच्चा पनि यहीँ पढ्यो, लेख्यो, हुर्कियो, बढ्यो। आज एउटा अमेरिका एउटा अस्ट्रेलिया पठाएँ, तै पनि आज आफ्नो स्वदेशमा होइन तपाईँको जुन छ नि होइन तपाईँले अमेरिका अस्ट्रेलिया छोरा पठाउनु भयो, अब छोरालाई फर्काउनुहुन्छ कि फर्काउने अब बाउ अब जुन छ नि राजनीतिक तपाईँ नै अस्ट्रेलिया होइन होइन हामी त आफ्नो माटोलाई होइन, हामी आफ्नो माटो आफ्नो देशलाई माया गर्ने हो। हामीलाई त्यो विदेशीको जुन छ नि होइन, हामी रोटी सेक्नु छैन, विदेशीको जुन छ नि होइन, विदेशीको रोटी सेक्नु छैन भन्नुहुन्छ, छोरालाई अमेरिका अस्ट्रेलिया पठाउनु अब यहाँ त्यो गभर्मेन्टले त्यो सरकारले तपाईँको वातावरण बनाइदिएको भए पढ्न लेख्नको लागि होइन, अनि कहाँ पठाउँथ्यो छोरालाई? अब राजसभाको सरकार आयो, छोरा फर्काउनुहुन्छ अब फर्काउने आफ्नै स्वदेशमा फर्काउने। यहीँको जुन यिनीहरूले कल कारखाना बेचेछ त्यो होइन, जुन बन्द गरेर राखेछ, जस्तो रघुपति जुट मिल भयो, जनकपुरको चुरोट कारखाना भयो, धागो फ्याक्ट्री भयो होइन, औजार कारखाना। अहिले कारखाना कल कारखानाहरू खुलेन भने के गर्नुहुन्छ? बालेन शाह त अब जनकपुरमा चुरोट कारखाना खोल्ने तरिकाले जानु भए होइन सुन्नु भएन भने के हुन्छ? अब उहाँ पनि इन्जिनियर मान्छे, म पनि एउटा ओभरसियर मान्छे है। तपाईँको जुन छ नि जोसँग भिजन र भिजनरी र नलेज हुन्छ नि, अहिले चाइना हेर्नुहोस्, हाम्रो देशभन्दा होइन त्यो चाइना होइन गरिब थियो, हामीले उनीहरूले अनुदान दिएको। अहिले जुन बाँझो खेतहरू छ नि, अब हामीसँग यति भिजनहरू छ नि, जुन हाम्रो दाजुभाइ दिदीबहिनीहरू विदेशमा छ नि, तिनीहरू हामी नेपालमा फर्काउने हो। अब त्यो त जेनजीहरूको मुद्दा बारेमा त रासोपाले त जेनजीहरूले जुन मुद्दा उठाउनु भयो रासोपाले त्यो पहिलादेखि नै उठाएको मुद्दा हो। हामी भ्रष्टाचार विरुद्ध उ गर्छौँ, सुशासन दिने भनेर यो मुद्दाहरू त हामीले पहिला नै पनि उठाएको हो होइन। यसमा सरकार पनि हामीले के अरे देशको प्रधानमन्त्री सबै सम्पूर्ण उहरूले